छोरा बहिनी के हुन्छ उहाँ यसो गर्दा के हुन्छ लु भन के छ भन त यसो भन कति लाग्यो ऋण 1 लाख रुपियाँ तपाईँको नम्बर कति हो भन 7 तपाईँ कहाँको हुनुहुन्छ पक्का हो रिनक बजार कसलाई थाहा छ पक्का हो उहाँको हस्बेन्ड खसेको हो पक्का ओके ए तपाईँ रहेछ नि त लु म तपाईँलाई 1 लाख रुपियाँ दिन्छु तर चेकबाट दिन्छु तपाईँलाई अहिले म केही सघाउँछु बुझ्नुभयो यो पक्का 1 लाख रुपियाँ ल तपाईँको दिनुहोस् 1 लाख ल जसै पनि दिनुहोस् तर तपाईँको डोमिसाइल चाहिँ हामीलाई चाहिन्छ है ल डोमिसाइल एउटा कपी पछि लिँदा भयो तपाईँको छोराले हेरेर पनि घरको छोराले हेरेर म छु नि त सुसाइड नगर म तिम्रो मिलाइदिए सुसाइड चाहिँ नगर है सुसाइड गरेर के हुन्छ लु भन सुसाइड गरेर के पाउँछौ तिमीलाई थाहा हुन्छ सुसाइड गरेपछि तिमीलाई थाहा हुन्छ अनि थाहा भयो भने पो तिमीले टेस्ट पायो भने पो सुसाइड गर्नु त सुसाइड गर्दा कस्तो हुन्छ टेस्ट पायो भने सुसाइड गरेपछि थाहै त पाउँदा के मजा हुन्छ अरे बाँचेर पो मजा लिनु पर्यो त होइन गरिदिन्छु लु हेर्दैन है छोराले यसपालि पायो बनाउँछ अब ल तिमी हो कतिको तपाईँको बजेट कति हो होइन बजेट चाहिँ कति लाग्छ तपाईँलाई लेखेको छैन यो भाइ जसलाई बजेटमा हाल्नु ल त्यो जति बाँचो बारीमा लगाउन सक्यो भने उनीहरू पनि तपाईँले यसो भन्नुहोस् यहाँ कतिको मान्छे इन्ट्रेस्टेड छ यहाँ थुप्रो छ होइन कतिको मान्छेलाई तपाईँले एउटा मिटिङ गर्नुहोस् कन्भिन्स गर्नुहोस् जसरी हामीले नाचकमा गर्दैछौँ हामीले पुरा गर्नुहोस् एउटा सोसाइटी बनाउनु डल्लै है अनि हामी त्यसको लागि हामी फन्ड राखिदिन्छौँ होइन सुन्नुहोस् न फन्ड राखिदिन्छु अस्ति मैले राखेको छु फन्ड हामीले 50 लाख रुपियाँ राखेर हामीले त्यो सोसाइटीले पनि गर्नुहोस् तपाईँ ल म राख्न सक्छु पैसा तर तपाईँले पहिला गर्नु पऱ्यो इन्डिभिजुअल होइन एउटा सोसाइटी बनाउनु पर्यो पैसा हामी गर्छौँ अनि यसको एउटा एकजना प्रेसिडेन्ट हुन्छ चेयरम्यान जस्तो हाम्रो उहाँ चाहिँ उ छ कसको लागि हो तपाईँको नाम के हो नर्मदा चाहिँ तपाईँ हो तपाईँले चाहिँ के काम गर्न सक्नुहुन्छ ल भन्नुहोस् त सक्नुहुन्न नि तपाईँ चाहिँ को तिमी गर न अन्त तिमी गर उहाँको त हुँदैन नि त अन्त उहाँलाई त तपाईँले हेर्नु पर्यो अब तपाईँ उहाँ चाहिँ काम गरेर तिमी चाहिँ बस्ने हो त्यसो उहाँ काम गर्छ र व्हिल चेयरमा तिमी हिँड्नु होइन कस्तो उहाँलाई पो काम लगाउनु पर्यो म तपाईँलाई सघाउँछु अचार बिजनेस लेख्नुहोस् ल